हे वाट्सअप गुड मर्निङ। अहिले बिहान 7 बजेको छ अनि केही इनर्जी आएको छ अनि बिहान हल्का आज अफिसमै थियो रातिसम्म काम गरेर अनि त्यो चाहिँ आज यस्तो हुसु लागेको छ अनि केही खिचौँ न बिहान होइन यो टाइमलाई नि युटिलाइज गरौँ न किन 10 बजेसम्म सोच्नुपर्छ जस्तो लागेर चाहिँ अनि म एक्लै निक्लिँदैछु। सो हेलो यस्तै छ क्यामेरा सेट गऱ्यो फेरि हिँड्दै आयो फेरि क्यामेरा लिग्यो। सो एभ्री टाइम चाहिँ जहिले नि आफ्नो एउटा कम्फोर्ट जोनले बाँधिराख्ने कि लास्ट टाइम मैले एनाउन्स गरेको थिएँ नि त 1 वर्ष 365 डे च्यालेन्ज। त्यो कन्सिस्टेन्ट हुनलाई एकदम गाह्रो कस्तो हुन्छ कि क्वालिटी चाहियो कि क्वान्टिटी चाहियो कि अनि क्वान्टिटी भन्दा नि मलाई क्वालिटी म्याटर्स जस्तो गर्छ कि होइन लाग्छ अनि सो त्यही भएर म अलिकति क्वालिटी कन्टेन्ट लिएर आउँदैछु अनि अलिकति केही इफेक्ट त दिउँ न। अनि एभ्रिडे कस्तो हुन्छ भनेपछि त्यही मान्छे त्यही अनुहार अनि त्यही ठाउँ भयो भने केही कुराहरू त्यस्तो नयाँ आउँदैन जस्तो लाग्यो कि मलाई। कसरी झिक्ने त्यो आफ्नो ठाउँको कुरा तर चाहिँ गाह्रो पर्न जाने रहेछ अनि मैले चाहिँ यो लेसन चाहिँ त्यहाँबाट सिकेँ। अनि लास्ट टाइम मेरो एकदम पेनफुल भनौँ न यो गिजा सोइलिङ भएको थियो अनि त्यही भएर पनि मैले अलिकति स्टप गर्न पऱ्यो लगभग 10-15 दिन जति मलाई एकदमै गाह्रो भएको थियो। सो म चाहिँ केही न केही नयाँ ल्याउँछु भनेर चाहिँ आज आएको छु र अनि केही एक्सप्लोर गरौँ र आफूलाई अलिकति बुझौँ न भन्ने तरिकाले। अनि यो चाहिँ मेरो एकदम फेभरेट प्लेस नारायणीको किनारमुनि अनि सो उता सिग्नेचर ब्रिज पनि बन्दैछ र अहिले बिहान भएर होला काम रोकिरहेको छ केही त देखाउँछु म के पाउँछु के हो ल चल फेरि। सो एक्सप्लोर गर्दै जाँदा मैले यो देखेको थिएँ घर तर याद नगरेको कि जस्तै यस्तो घर पनि रहेछ अनि अझै एक्सप्लोर गर्दै जाऊँ कस्तो चिजहरू देखिन्छ मैले त यादैको पनि गरेको थिएन कि यहाँ भनौँ न नारायणघाटमा यस्तो पुरानो घरहरू पनि छ अझै मैले त याद देखेको थिएँ होला तर याद चाहिँ नगरेको। लेट्स सी अझै के इन्ट्रेस्टिङहरू देख्न सकिन्छ। म त लास्टै छक्क परिसकेँ लास्ट मजा आइरहेछ तर बिहान मर्निङ वाक सँगसँगै केही फिल्मिङ पनि गरिरहेको छु नि त मैले तर बजार एरियामा चाहिँ मजा आउने रहेछ। अझै 2-4जनासँग यसो इन्टरेक्ट गर्न पायो भने चाहिँ झन् अति नै बवाल मजा आउँथ्यो होला। लेट्स सी के हुन्छ। हेलो अझै के छ हालखबर? ठिकै छ। आर्य हुनुहुन्छ? अनि अहिले के गर्दै हुनुहुन्छ हजुर? यही ठेला चलाउने। ए हजुरले साग चाहिँ बेचिरहनु भएको छ? जाडामा तातो साग खाने ए बाजे चाहिँ किन आउनुभएको खासमा? हजुर ए म त बाजेको चाहिँ ठेला हो लाइक साइकल हो सोचिरहेको हजुरको चाहिँ हो बाजे चाहिँ किन आउनु भएको? अनि हामी चाहिँ पत्रकार होइन म चाहिँ यसो भिडियोहरू गराउँछु डकुमेन्ट्रीहरू गर्छु अनि जस्ट मान्छेहरूसँग बोलिरहन अनि इन्ट्रेक्ट गरिरहन मलाई मनपर्छ कि अनि त्यो नयाँ मान्छेहरूसँग भेट्न नयाँ मान्छेहरूसँग बोल्नलाई। कति वर्ष भयो त हजुरले व्यवसाय गर्नुभएको? होइन म त भर्खरै हो। भर्खरै हो मेरो त त्यो किनेर ल्याउँदैन त्यो आफ्नै बारीमा अलिअलि यसो 2-4 मुठा हुन्छ। ए हजुर 2-4 मुठा हुन्छ 2-4 मुठा बेची अनि गयो यसो चिया खर्च। ल हुन्छ शुभकामना ल। धन्यवाद। यो एरिया चाहिँ बालकुमारी रोड अनि यो ठाउँ र यो पसल नदेख्नु त यहीँ हुर्केको मान्छेले रियरै होला। अनि ए अङ्कल पनि त हेलो अङ्कल नमस्ते अङ्कल। नमस्ते बाबु के छ? सब ठिक छ। म सानो हुँदादेखि नै यो पसल भएको चाहिँ कति भयो? मैले व्यवसाय सुरु गरेको त 30-32 वर्ष भयो। हजुर यहाँ आएको चाहिँ 13 वर्ष भयो। ए जस यो पसल पहिलादेखि नै थियो नि है? पहिला अर्कोको थियो। ए हजुर हामी आएर बस्यो 13 वर्ष भयो। हजुर ए ओके जस म आउँदादेखि त हजुरै नहुनु जान्छ त्यसै? म थिएन। हुनुहुन्थ्यो होला किनभने म अहिले 22 वर्ष भयो भनेपछि त्यही 10 वर्ष हुँदादेखि आउन थाल्यो हो ठ्याक्कै 13 वर्ष भनेपछि त बच्चादेखि नै यहाँ लट्टाहरू गुरुङहरू अनि गिफ्टहरू किन्न उहाँदेखि आउँथ्यो कि लङ्गु धर्मचोकदेखि आउँथ्यो अनि जस्ट आज डकुमेन्ट्री गर्दैछु अनि
के छ आफूले देखेको चिजहरू निहालौँ न फेरि होइन अनि भिडियोमा पनि सँगालेर राखौँ भनेर चाहिँ अनि यस्तो आएको के हुन्छ कस्तो चलिरहेको छ त अहिले पहिला जस्तो व्यापारहरू र अहिलेमा के फरक भइरहेछ यस्तो भयो अब पहिलाको बच्चाहरूले सबै कुरा पाइन्छ भने थाहा थियो बच्चाहरू हुर्किँदै गयो अनि नयाँको जेनेरेसनलाई अब यो चाहिँ अब नखेल्ने भयो कि पहिला पहिला खेल्ने उपाय रमाइलो गर्ने के पनि हुन्थेन र यो यसमा टाइम पास गरिन्थ्यो भने हजुर हजुर अहिले अनलाइनको जमानाले गर्दाखेरि सबै लोप भयो भन्नु पऱ्यो हो नि हो अहिले त मान्छेहरूले रेयर गुच्चा खेलेको त गुच्चा चुङ्गी घुरुङ त खेलेको त देख्दै देख्दैन झन् चङ्गा त त्यसै चाहिँ अलिअलि लो भनौँ न त्यति साह्रो उडाउँथेन चितवनमा त त्यो चलनै त्यति आएन अब चाहिँ यसपालि चाहिँ अब के गर्ने प्लानिङमै छौँ हामी अनि एउटा केही कम्पिटिसनहरू झिकेर बरु होइन धन्यवाद अङ्कल हस् त हस् त जस्ट अहिले चाहिँ म ठ्याक्कै सयचोकको बिचमा उभिएको छु अनि पिपल आर जस्ट लुकिङ एराउन्ड मी कि अनि के गरिरहेछ यसले के गरिरहेछ भनेर अनि मलाई गर्न पनि लास्टमा मजा आइरहेको छ कि अनि अघि चाहिँ के भयो भने चाहिँ एकछिन म ल आधी घन्टादेखि 45 मिनट जस्तो त्यहाँ बुढाहरूसँग बसेँ अनि लास्टै रमाइलो भयो एकदम मजा पनि आयो तर एकदम राजनीतिक कुराहरू भएको थियो अनि त्यही भएर मैले चाहिँ जस्ट कभर गरिनँ अनि धेरै कुराहरू सिक्न पाएँ होइन अनि जस्ट त्यही नै हो शब्द नै छैन यार म बिचमा छु म एकदम गाडीहरूले आएर हानिदिन्छ कि भन्ने डर छ तर सेफ्टै हो त्यस्तो हान्ने भएको भए त यो पुलसोलै बस्दैन होला तर मान्छेहरू सब साइको भनेर मलाई हेरिरहेको छ ल म जान्छु ल अहिले अब अफिस जान्छु होला लगभग 9 बजिसकेको छ 9:05 भएछ एउटा कुरा चाहिँ के भन्नु बिर्सेँ भनेपछि मैले चाहिँ त्यहाँ टाइमलेस पनि लिएको थिएँ अनि सवाल चाहिँ म आइसकेको छु अब यस्तै रहेछ जिन्दगी के गर्ने अनि अलिकति मैले चाहिँ एउटा चाहिँ एक्स्ट्रा के लिएको थिएँ भनिसकेपछि लाइक त्यो हुन्छ नि मुभमेन्ट कि लाइक ब्लरी मुभमेन्ट एकदम अनकन्सियस माइन्डले चाहिँ हिँडिरहेको कसैलाई खोजिरहेको त्यो सर्ट पनि मैले हानिरहेको थिएँ अनि त्यसरी चाहिँ मैले गरेँ जस्ट आई डिड इट जस्ट अहिले पनि लु मान्छेहरूले मलाई नै हेरिरहेको छ एकदम गाह्रो छ हेरिरह नजै पनि म टर्न ओभर गरिदिन्छु तिनीहरूले मलाई हेरिरहेको छन् अनि अझै नै हेरिरहेको छन्